सोच्नुस् त, एउटा देश जहाँ प्रधानमन्त्रीको उमेर मात्र 35 वर्ष छ, गृहमन्त्रीको उमेर मात्र 36 वर्ष छ। यो कुनै सिनेमाको कथा होइन, यो नेपालको वास्तविकता हो र यो सुरुवात हो एउटा नयाँ युगको। तपाईलाई थाहा छ विश्वका सबैभन्दा शक्तिशाली देशहरू कसरी बने? युवा नेतृत्वले, साहसी निर्णयले र एउटा सपनाले। आज नेपालसँग त्यही तीनैवटा कुरा छन्। यो भिडियो हेर्नुस्, किनभने अर्को 10 वर्षमा नेपाल कस्तो हुनेछ त्यो अहिले नै देख्न सकिन्छ। दशकौंसम्म हामीले सुन्दै आयौं नेपाल गरिब देश हो, नेपाल अस्थिर देश हो, नेपालमा केही हुँदैन। तर त्यो कुरा गर्ने मानिसहरूले एउटा कुरा बिर्सिए, नेपालसँग संसारको सबैभन्दा अग्लो हिमाल छ, नेपालसँग बुद्धको जन्मभूमि छ, नेपालसँग अथाह प्राकृतिक सौन्दर्य छ, नेपालसँग मेहनती प्रतिभाशाली युवाहरू छन्। जे थिएन त्यो थियो सही नेतृत्व। अब त्यो पनि आइसक्यो। 35 वर्षीय प्रधानमन्त्री र 36 वर्षीय गृहमन्त्री, यो संयोग होइन, यो संकेत हो। यी नेताहरू त्यो पुस्ताका हुन् जसले इन्टरनेट बुझ्छन्, विश्व बजार बुझ्छन्, प्रविधि बुझ्छन्। यिनीहरूले थाहा पाएका छन् नेपाललाई अगाडि बढाउन चाहिन्छ एउटै कुरा, र त्यो हो विदेशी लगानी। र त्यो काम सुरु भइसकेको छ। चीन, भारत, अमेरिका, युरोप, मध्यपूर्व चारैतिरबाट लगानीकर्ताहरूको नजर अहिले नेपालमा परिरहेको छ। किनभने नेपालमा अहिले राजनीतिक स्थिरता छ, युवा नेतृत्व छ र लगानीको वातावरण बन्दैछ। लगानीकर्ताहरू डराउँदैनन् जोखिमबाट, तिनीहरू डराउँछन् अस्थिरताबाट। र नेपालले आज स्थिरताको सन्देश दिन थालिसकेको छ। अब कुरा गरौँ पर्यटनको। एउटा रोचक तथ्य सुन्नुस्, स्विजरल्यान्डमा हिमाल छ तर सगरमाथा छैन, थाइल्यान्डमा मन्दिर छन् तर पशुपतिनाथ छैन, भारतमा धार्मिक स्थलहरू छन् तर लुम्बिनी छैन। यी सबै एकै ठाउँमा पाइन्छ, सिर्फ नेपालमा। तर अहिलेसम्म हामीले यो सम्पत्तिलाई संसार सामु राम्रोसँग उभ्याउन सकेनौं। अब युवा सरकारले पर्यटनलाई नेपालको मुख्य आर्थिक इन्जिन बनाउने योजना बनाएको छ। एयरपोर्ट विस्तार, सडक सुधार, डिजिटल पर्यटन प्रवर्धन र अन्तर्राष्ट्रिय बजारमा नेपालको ब्रान्डिङ, यी सबै काम एकैसाथ अगाडि बढ्दैछन्। विश्वभरका पर्यटकहरूलाई नेपाल बोलाइँदैछ र तिनीहरू आउँदैछन्। पर्यटक आउँछन् भने के चाहिन्छ? राम्रो होटल, विश्वस्तरीय सुविधा, उच्च गुणस्तरको सेवा। र त्यही भएर अहिले नेपालमा 5 स्टार होटलहरूको नयाँ युग सुरु हुँदैछ। काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, यी सहरहरूमा अन्तर्राष्ट्रिय स्तरका विश्व प्रसिद्ध होटल ब्रान्डहरू आउने तयारीमा छन्। र यी होटलहरू बन्नु मात्र भवन बन्नु होइन, यो हो हजारौं नेपाली युवाहरूको जीवन बदलिनु। होटल म्यानेजर, शेफ, रिसेप्सनिस्ट, टुर गाइड, इभेन्ट कोअर्डिनेटर, ट्राभल एजेन्ट, यी सबै जागिर नेपालमै, नेपालीहरूकै लागि। अब विदेश जानु पर्दैन, अब खाडी देशमा पसिना बगाउनु पर्दैन। आफ्नै देशमा, आफ्नै माटोमा राम्रो काम पाइन्छ। र यो सपना कसले पूरा गर्छ? 35 वर्षको प्रधानमन्त्रीले जसको आँखामा नेपालको भविष्य देखिन्छ, 36 वर्षको गृहमन्त्रीले जसले सुरक्षित र स्थिर नेपाल बनाउन काम गर्दैछन्। यी नेताहरू हाम्रै पुस्ताका हुन्, हाम्रै सपना बोकेका, हाम्रै सङ्घर्ष बुझेका। इतिहासमा जहिले पनि परिवर्तन आउँछ। मान्छेहरू भन्छन् हुँदैन, सम्भव छैन, यो देशमा केही बदलिँदैन। तर परिवर्तन भइहाल्छ। र पछि तीनै मान्छेहरू भन्छन् हामीलाई थाहा थियो यस्तै हुन्छ भनेर। नेपालको परिवर्तन सुरु भइसकेको छ। प्रश्न एउटै छ, तपाईँ यो परिवर्तनको साक्षी बन्नुहुन्छ कि सहभागी? नयाँ नेपाल, युवा नेतृत्व, उज्यालो भविष्य। जय नेपाल।